हेलो नमस्ते वेलकम ब्याक टु माई न्यू भिडियो गणेश इन्फो युट्युब च्यानलमा यहाँलाई स्वागत छ। मैले फेरि आज नयाँ भिडियो लिएर आएको छु। भिडियो के विषयमा छ भने तपाईँले भिडियोको टाइटल र थम्बनेल पनि थाहा पाइसक्नु भएको छ। हिजो मात्र मैले एउटा भिडियो अपलोड गरेको थिएँ। एसएसडब्ल्यू फुड सर्भिस अब चाहिँ बन्द भएको छ। अब फुड सर्भिस चाहिँ बन्द भयो, अब के गर्ने भन्ने अप्सनमा के गर्ने भन्ने विषयमा मैले भिडियो बनाउँदैछु। सो मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने फेरि पनि च्यानललाई सब्सक्राइब गरिदिनु होला। सो भिडियोलाई सुरु गरौँ है त। सुरुमा पहिलोचोटि तपाईँ यदि फुड सर्भिसको इक्जाम दिइसक्नु भएको हो, पास भइसक्नु भयो भने तपाईँ अब अप्लाई नगर्दा नि हुन्छ है। सुरुमा म तपाईँलाई रिक्वेस्ट गर्छु, अब अप्लाई नगर्नुहोस्। तपाईँको अप्लाई गर्नु भनेको व्यर्थको खेर हो। तपाईँको सिओ नआउने चान्स अब धेरै छ, किनभने अप्रिल 13सम्म जतिले अप्लाई गरिसक्नु भएको छ, तपाईँहरूको अप्रिल 13सम्म चाहिँ सिओ अर्थात् भिजा आइसक्यो भने चाहिँ तपाईँ जापान आउन सक्नुहुन्छ। त्यहाँभन्दा पछाडिको चाहिँ विश्वास छैन। अब तपाईँको रिजेक्ट हुन पनि सक्छ, भिसा नआउन पनि सक्छ, तपाईँको अप्लाई पनि नहुन सक्छ। त्यसैले अब तपाईँहरूले यदि पास भइसक्नु भएको छ भने पनि अप्सनमा राख्नुहोस्। त्यसलाई अप्सनमा राखेर तपाईँ अर्को एसएसडब्ल्यू भिजाको लागि तपाईँले नर्सिङ केयर गिभरको पनि पढ्न सक्नुहुन्छ। एग्रिकल्चर सेक्टरको अथवा तपाईँ कन्स्ट्रक्सन सेक्टरतिरको अरू सेक्टरहरू धेरै छन्, त्यो सेक्टरतिर तयारी गर्दा तपाईँलाई बेटर हुन्छ। यदि तपाईँ फुड सर्भिसमै आउन चाहनुहुन्छ, तपाईँको त्यही नै ड्रिम थियो भने त्यसलाई अप्सनमा राख्नुहोस्। अहिले बन्द भएको छ। स्किल पास गर्नु भएको छ भने केही छैन, त्यो एकचोटि पास गर्यो भने 10 वर्षसम्म भ्यालिड हुन्छ। 10 वर्षसम्म त्यो डकुमेन्टले काम गर्छ। त्यसैले केही खेर गएको छैन। तपाईँ अर्को स्किल तयारी गर्नुहोस्, अर्को प्रिपेयर गर्नुहोस्, त्यसकै भर परेर चाहिँ नबस्नुहोस् भन्न चाहेँ। अब यो सँगसँगै मैले तपाईँहरूलाई एउटा रिक्वेस्ट गर्न चाहन्छु, यदि नर्सिङ केयर गिभरमा आउन चाहनुहुन्छ भने तपाईँलाई म पढाउँछु है। म 1 महिना अर्थात् 1 महिनादेखि 45 दिनको कोर्स लिख्छु। मैले जसरी पनि नर्सिङ केयर गिभरमा दुईवटा इक्जाम हुन्छ, एउटा नेपालीबाट हुन्छ, एउटा जापानिजबाट हुन्छ। इफ तपाईँ अहिले एन्फो पढिराख्नु भएको छ भने तपाईँले जापानिज पनि पास गर्न सक्नुहुन्छ, नेपाली त झन् धेरै इजी भइहाल्यो। सो त्यसको लागि तपाईँलाई गाइड गरिदिनु पर्ने हुन्छ, कति पढ्नुपर्छ, के पढ्नुपर्छ र कुन पढ्नुपर्छ, कुन बुक पढ्नुपर्छ भन्ने कुरा त्यसको लागि म गाइड गर्छु। मसँग पिडिएफहरू छ, त्यही पिडिएफहरू तपाईँलाई एभाइलेबल गरेर त्यही पिडिएफ पढ्ने हो। त्यही पिडिएफकै आधारमा क्वेसनहरू आउँछ, त्यही पिडिएफभित्रबाट क्वेसनहरू आउँछ। सो इफ तपाईँहरू इन्ट्रेस्ट हुनुहुन्छ, तपाईँलाई पढ्न इच्छा छ भने मेरो यो फेसबुक च्यानलमा तपाईँहरूले कन्ट्याक्ट गर्न सक्नुहुन्छ, एड गरेर मलाई म्यासेज गर्न सक्नुहुन्छ। 2-4जना साथीहरू भइसक्नु भएको छ, 10-15 जना जति हुनुभयो भने मैले ग्रुप बनाएर पढाउने प्लानिङ गरिरहेको छु। जसरी पनि 1 महिनादेखि 45 दिनसम्ममा पढाएर दुईटै स्किल पास गर्ने तरिकाले म गाइड गरिदिन सक्छु है। मजाले तपाईँलाई विश्वास लाग्छ भने मलाई कन्ट्याक्ट गर्नुहोस्, आउनुहोस्, म हेल्प गर्छु है त। अनि अर्को कुरा, तपाईँलाई यदि स्किल कुन पढ्ने के पढ्ने भनेर कन्फ्युज हुनुभएको छ भने म तपाईँलाई के रिकमेन्डेसन गर्छु भने स्किल तपाईँ नर्सिङ केयर गिभर नै पढ्नुहोस्। अझ लेडिज हुनुहुन्छ भने तपाईँले नर्सिङ केयर गिभर अझै एकदम धेरै बेटर हुन्छ। सो ढिलो नगरिकन मलाई कन्ट्याक्ट गर्नु होला। मैले अब अप्रिल 1 तारिकबाट सुरु गर्ने प्लान गरिरहेको छु। 1-2जना साथीहरू मसँग जोडिसक्नु भएको छ। तपाईँहरू पनि यदि पढ्ने इच्छा छ, त्यस्तो छ भने तपाईँहरू म सीमित रकममा एकदम सस्तोमा म तपाईँहरूलाई पढाइदिन सक्छु। सो अरू त भन्दिनँ, तर स्किल चाहिँ म एकदम गाइड गरिदिन सक्छु। तपाईँहरू इच्छुक हुनुहुन्छ, पढ्न चाहनुहुन्छ भने मलाई कन्ट्याक्ट गर्नु होला, यो फेसबुकमा जोडिनु होला। म फेसबुकमा ग्रुप बनाएर तपाईँलाई अप्रिलबाट लगत्तै तपाईँले अब खुल्ने फर्म जुन अप्रिल 7मा खुल्दैछ, त्यो फर्मलाई नै टार्गेट गरेर त्यो फर्मलाई फर्म भरेर त्यो फर्म पास गर्न सक्ने गरी म तपाईँहरूलाई पढाउन सक्छु। जापानिज स्किल चाहिँ अलिकति गाह्रो हुन्छ, तपाईँको लेभल पनि अलिकति राम्रो चाहिन्छ, एन्फो लेभल राम्रोसँग पढेको हुनुपर्छ। त्यति भयो भने चाहिँ तपाईँले सक्नुहुन्छ। नत्र नेपाली भनेको चाहिँ सजिलै हुन्छ। तपाईँले 10-15 दिन, 15-20 दिन यसो मजाले पढ्नुभयो भने, क्लास लेख्नुभयो भने मजाले सक्नुहुन्छ। त्यसको लागि नो टेन्सन है त। अनि अर्को कुरा, कतिजना साथीहरू अहिले नयाँ पढिराख्नु भएको छ, फुड सर्भिस पढ्दै हुनुहुन्छ, तपाईँहरू त्यही फुड सर्भिसको लागि भने स्किलको तयारी गर्दै हुनुहुन्छ भने प्लिज स्टप है, रोक्नुहोस्, त्यसलाई स्टप गर्नुहोस्। तपाईँ अर्को स्किललाई स्टार्ट गर्नुहोस्। अथवा तपाईँले एग्रिकल्चर पनि पढ्न सक्नुहुन्छ, अथवा तपाईँ नर्सिङ पढ्न सक्नुहुन्छ, अरू कन्स्ट्रक्सन सेक्टरतिर छ त्यतातिर पढ्न सक्नुहुन्छ। अरू स्किल तयारी गर्नुहोस्। अप्सनमा चाहिँ अहिले फुड सर्भिसलाई चाहिँ अप्सनमा राख्नुहोस्। भोलि भइहालेछ भने, फेरि खुलिहालेछ भने पनि कन्टिन्यू गर्नु होला, केही फरक पर्दैन। तर अहिलेलाई चाहिँ तपाईँले फुड सर्भिसको भर चाहिँ नपढ्नु। अब चाहिँ कम्प्लिटली बन्द नै भएको है, अहिलेलाई चाहिँ कम्प्लिटली बन्द नै भएको हो, कुनै अप्सन छैन अहिलेलाई चाहिँ। अब त्यसको अलावा तपाईँले कि नर्सिङ रोज्नुहोस्, कि कन्स्ट्रक्सन सेक्टर रोज्नुहोस्, कि एग्रिकल्चर सेक्टर रोज्नुहोस्, त्यो बाहेक अरू उपाय छैन अब है त। सो त्यही नै हो। अब मैले फेरि लेडिजलाई चाहिँ एउटा के रिकमेन्डेसन गर्छु भने, मैले तपाईँहरू चाहिँ नर्सिङमै फोकस गर्नुहोस्, किनभने अलिकति एग्रिकल्चर सेक्टरतिर अरू सेक्टरतिर चाहिँ लेडिजलाई अलिकति गाह्रो हुन्छ जस्तो लाग्छ। अब म बस्ने ठाउँ नजिक पनि यहाँ वरिपरि कृषिहरूको काम धेरै छ क्या, अनि त्यहाँ चाहिँ लेडिजहरू अलि धेरै भए हुन्छन्, अनि अलिकति गाह्रो जस्तो फिल हुन्छ कि मलाई चाहिँ होइन, उनीहरूले गरेको दुःख देख्दाखेरि। सो लेडिजलाई चाहिँ अरू कामभन्दा
नर्सिङ केयर गिभर काम एकदम बेटर हो जस्तो लाग्छ। किन बेटर हो जस्तो लाग्छ भने नर्सिङ केयर गिभर काममा कतिपय कुराहरू दैनिक जीवनमा हामीले घरयाची कामहरू गर्दाखेरि गर्ने जुन कामहरू हुन्छ त्यो कामहरू धेरै हुन्छ क्या। जस्तो कुनै कुनै कम्पनीहरूमा के हुन्छ भने कुनै कुनै ग्रुप होमहरूमा त्यस्तोमा के हुन्छ भने तपाईँहरूको खाना पनि पकाउनु पर्ने हुन्छ क्या। जस्तो बिहान दिउँसो बेलुका खाना पनि पकाउनु पर्ने हुन्छ। सो ड्युटीको बेलामा चाहिँ हामीले खाना पकाउनु पर्ने सिफ्टहरू पनि पर्न सक्छ। सो त्यो त्यो भएको कारणले गर्दाखेरि लेडिजहरूलाई चाहिँ एकदम बेटर हुन्छ जस्तो लाग्छ है। खाना पकाउनेदेखि लिएर स्याहार सुसार गर्ने सबै कुराहरू त्यो लेडिजलाई एकदम सुइटेबल हुने कामहरू हुन्छ। त्यो भएर तपाईँहरू खाइगोमा आउनुभयो भने चाहिँ धेरै राम्रो हुन्छ जस्तो लाग्छ मलाई चाहिँ। त्यही भएर जापानले पनि खाइगोमा अलि धेरै लेडिजहरूलाई ल्याउँछ विदेशबाट पनि है त। सो त्यही हो। अनि अब केटाहरूले के गर्नुहोस् भनेपछि अब खाइगोमा पनि राम्रै छ, खाइगोमा पनि आइरहेको छ सबैजना, हामी पनि खाइगोमै हो, म पनि खाइगोमै छु। त्यो अलावा अरूमा आउनुहुन्छ भने एग्रिकल्चर सेक्टरतिर आउनुहोस्, नभए कन्स्ट्रक्सन सेक्टरतिर पनि छ केटाहरूको लागि, त्यतातिर बेटर बेटर हुन्छ होइन। त्यो गर्नुहोस्। अनि अर्को कुरा, यदि तपाईँहरू, मैले फेरि पनि भन्छु, स्किलको तयारी गर्ने प्लानिङमा हुनुहुन्छ भने अब धेरै टाइम छैन। अनि तपाईँले जति सक्दो चाँडो 1 महिना 1.5 महिना 2 महिनाको भित्र पास गरेर म जापान जान्छु भनेर त्यो सोच्नु भएको छ भने तपाईँले अब अल्मन लिएर कामै छैन। अब जे हुनु भइहाल्यो है। अब हामीले होइन, अब जापान सरकारको एउटा रुल्स हो। अब जापान सरकारले नै त्यस्तो गरिसके पछाडि हामीले केही पनि गर्न सक्दैन है। अब त्यही हो। अब उसले ओके भनेपछि फेरि खुल्यो भने खुल्छ, नभएदेखि अब बन्द नै भएको हो। सो त्यही नै हो। अब अप्सनमा के गर्ने भनेपछि मैले त्यही भने कि नर्सिङ केयर गिभर रहनुहोस्, कि चाहिँ तपाईँले कन्स्ट्रक्सन सेक्टर रहनुहोस्, कि चाहिँ एग्रिकल्चरको तपाईँको जुन अर्को खेतीबाली सम्बन्धी छ त्यो रहनुहोस् है। यो 3-4वटा अप्सन चाहिँ एकदम धेरै सुइटेबल हुन्छ जस्तो लाग्छ। अलिकति धेरै चलेको अथवा धेरै मान्छेहरू आउने पनि यही 3-4वटा सेक्टरमा हो। अब अरू सेक्टर नराम्रो छ भनेको चाहिँ होइन, सबै सेक्टर आफ्नो राम्रो छ। पैसा सबै सेक्टरमा लगभग एउटै एउटै नै हो। दुःख जुनसुकै सेक्टरमा पनि छ, तर अलिकति प्रोफेसनल तरिकाले हेर्दाखेरि अहिले चाहिँ खाइगोको कामलाई चाहिँ एकदम प्रोफेसनल तरिकाले हेरेको छ। किनभने खाइगो भनेको एकदम सेन्सिटिभ काम हो, मान्छेको जिन्दगीसँग जोडिएको कुराहरू हुन्छ यहाँनिर होइन। धेरै एकदम सेन्सिटिभ काम हो यो काम। अनि त्यही भएर अलिकति जापानमा के छ भने बुढेसकालका मान्छेहरू, जुन बुढाबुढीहरूको एउटा वृद्धि दर एकदम हाई छ क्या है। वृद्धि दर धेरै हाई भएको कारणले गर्दाखेरि अब कम्पनीहरू पनि धेरै खुलिरहेको छ। अनि त्यही भएर स्टाफहरू पनि धेरै आवश्यक परिरहेको छ। त्यसैले अहिले त्यसलाई स्टप गरेर, फुड सर्भिसलाई स्टप गरेर अनि खाइगोमा चाहिँ मान्छेहरू धेरै ल्याउन खोजिरहेको छ र आउन खोजिरहेका पनि छन् मान्छेहरू। अब तपाईँहरूको फुड सर्भिसको बाटो बन्द भएपछि अब अप्सन भनेको पहिलोमा नर्सिङ केयर गिभर राख्नुहोस्, त्यसपछि भनेको अरू राख्नुहोस् है त। अनि मैले फेरि पनि भने तपाईँहरू इफ इन्ट्रेस्टिङ हुनुहुन्छ भने विश्वास गरेर आउनुहोस्। 1-2 दिन म ट्रायल क्लास लिन्छु। यदि मैले पढाएको मन पर्यो है, ल ठिक छ भन्ने जस्तो लाग्छ भने तपाईँ क्लासमा बस्न सक्नुहुन्छ, नभए तपाईँ जान सक्नुहुन्छ, केही फरक पर्दैन है। तपाईँको इच्छा अनुसार हो। यदि तपाईँ जापान नै आउने प्लानिङमा हुनुहुन्छ, तपाईँले जेएफटी पास गरिसक्नु भयो, त्यही एउटा फुड सर्भिसको कारणले गर्दा तपाईँ अड्किनु हुँदैन। किनभने अब जापानले भोलि के अरे एसएसडब्ल्यू नै बन्द गरिदेला अथवा अरू सेक्टर पनि बन्द गरिदेला, जे पनि हुनसक्छ होइन। त्यो भएर हामीले बेलैमा बुद्धि पुऱ्याउनुपर्छ। अब यो समयलाई चिन्नुपर्छ। समय धेरै बलवान छ। समय कति बेला चेन्ज हुन्छ, सिस्टमहरू कति बेला चेन्ज हुन्छ, नियम कति बेला चेन्ज हुन्छ, कसैलाई थाहा हुँदैन। अब त्यही नै हो। अब हिजोसम्म फुड सर्भिस बन्द हुन्छ होला भनेर कसैले पनि सोचेको थिएन, 81 भइदियो होइन। अब त्यही भएर अझै पनि त्यसलाई कुर्ने, फेरि खुल्छ कि भनेर आश गरेर बस्नु चाहिँ व्यर्थ हो। अनि अर्को कुरा, मलाई धेरैजनाले क्वेसन गर्नुभएको थियो, मैले फुड सर्भिस अलरेडी पास गरिसकेको छु, मेन्से छु अथवा इन्टरभ्यू तयारी गरिरहेको छु अथवा इन्टरभ्यू दिएको छु, अब के हुन्छ भनेर भन्नुहुन्छ। अब के हुन्छ म पनि भन्न सक्दिनँ, कसैले पनि भन्न सक्दैन। यो अप्रिल 13 सम्म यदि तपाईँको पहिल्यै भिजा अप्लाई भएको थियो अथवा सिओ अप्लाई भएको थियो भने अप्रिल 13 सम्म तपाईँको यदि सिओ आइसक्यो भने चाहिँ आइसक्यो। अब त्योभन्दा पछि चाहिँ अब म पनि स्योर छैन, कोही पनि स्योर छैन है। त्यो अब जे पनि हुनसक्छ। सकेसम्म आउँदैन जस्तो लाग्छ है मलाई। किन आउँदैन भने अलरेडी 50,000 जना चाहिएको थियो, त्यो 50,000 जना मान्छे फुलफिल भइसक्यो भनेपछि अब तपाईँको नआउन पनि सक्छ, सिधा कुरा है। अप्रिल 13 भन्दा पछाडि तपाईँको नआउन सक्छ। ढुक्क भएर नबस्नु। यदि अप्लाई भएको छ भने पनि तपाईँ अर्को स्किल तयारी गर्दै बस्नुहोस्, केही फरक पर्दैन। यदि तपाईँको भिजा आइहाल्यो, जस्तो तपाईँको फुड सर्भिसको अप्लाई भएको थियो, 1 महिना मात्रै अप्लाई भएको छ अथवा 15 दिन मात्रै भयो, 1 हप्ता मात्रै अप्लाई भएको छ भने तपाईँ अर्को स्किल पढ्नुहोस् के, अप्सनमा राख्नुहोस् है। जस्तो नर्सिङ केयर गिभरै पढ्नुहोस् अथवा अरू एग्रिकल्चर पढ्नुहोस्, जे भयो नि एउटा स्किल पढ्नुहोस्। त्यो स्किल मजाले पढेर पास गरिराख्नुहोस्। अनि यदि तपाईँको फुड सर्भिसमै तपाईँको सिओ आइहाल्यो भने आइहाल्यो, तपाईँ लकी हो, तपाईँ आउन पाइहाल्नु भयो। यदि इनकेस आएन छ भने पनि तपाईँले त्यसलाई होल्ड गरेर, तपाईँको यदि क्यान्सलै भएछ भने पनि तपाईँले फेरि अर्को सेक्टरमा अप्लाई गरेर आउन पाउनुहुन्छ। अब त्यही फुड सर्भिस भनेर रोक्नुभयो, फेरि टाइम वेस्ट हुन्छ, भोलि भएन भने फेरि तपाईँलाई धेरै टाइम लाग्न सक्छ। त्यसैले अहिले अप्लाई भइरहेको साथीले पनि अर्को स्किल तयारी गर्दै गर्नुहोस्।
त्यो नै बेटर हुन्छ जस्तो लाग्छ मलाई है। जस भर परेर चाहिँ नबस्नुहोस्, जे पनि हुनसक्छ। बन्द भनिसके पछाडि बन्द नै हो है। सो त्यही नै हो। अब नयाँ पढ्ने साथीहरूलाई चाहिँ एकदमै अब पढ्ने प्लानिङ गरिरहेको साथीहरूलाई चाहिँ धेरै सजिलो भइहाल्यो। अब तपाईँहरूले ट्र्याक चेन्ज गर्नुहोस् है, अब अरू स्किल रोज्नुहोस्, मजाले अरू स्किल पढ्नुहोस्, आउनुहोस् है त। अब त्यही नै हो, फुड सर्भिसलाई अब यही समयलाई माया मार्नुहोस्, त्यही नै हो। अनि अर्को कुरा, भर्खर अहिले मेन सूची तयारी गरिराख्नु भएको साथीहरूले जो पास गरेर इन्टरभ्यू तयारी गरिराख्नु भएको छ, अब उहाँ साथीले पनि स्टप है, रोक्नुहोस्। तपाईँको इन्टरभ्यू अब तयारी गर्नु पर्दैन। अर्को स्किल तयारी गर्ने, अर्को स्किल पास गर्ने, अनि बल्ल कन्टिन्यू गर्ने, स्टार्ट गर्ने, के अरे अर्को सेक्टरमा ट्राई गर्ने है त। त्यही नै गर्नुहोस्, मेरो सजेसन त्यही नै हो। अब तपाईँलाई मनपर्छ पर्दैन त्यो तपाईँको इच्छा हो। मैले जे देखेको थिएँ, जे सुनेको थिएँ, अथवा जे कुरा हो त्यही कुरा भनिदिएको मात्रै हो। कतिले अब यो कुरा सही लाग्दैन भने पनि अब त्यो तपाईँको इच्छा हो होइन, तपाईँलाई कस्तो लाग्छ त्यो तपाईँको निर्णयको कुरा हो, तपाईँले निर्णय गर्ने। मैले चाहिँ सुझाव मात्रै दिने हो। सकेसम्म तपाईँहरूले अब फुड सर्भिसको लागि हो भनेर तयारी गरिराख्नु भएको छ भने स्टप गर्नुहोस्। मैले फेरि पनि भन्छु, स्टप गर्नुहोस्। नयाँ जुनसुकै सेक्टर भयो भने एउटा सेक्टरलाई रोज्नुहोस्। सो त्यही नै हो। अब कुन विषयमा भिडियो चाहिएको छ फेरि कमेन्ट गर्नु होला। सो त्यही नै हो। अब एकदम धेरै पीडा भएको छ, मैले बुझ्छु। मेरै साथीहरू पनि कतिजना फुड सर्भिस पढिराख्नु भएको थियो, कतिले पास गरिसक्नु भएको थियो, कोही चाहिँ अब सी अफ वेटिङमा हुनुहुन्छ। तर पनि अब दुःखको कुरा हो, यो चाहिँ एकदम दुःखको कुरा हो होइन। अब हामी नेपालीहरूलाई अथवा अरू विदेशीहरूलाई पनि जुन जापान आउँछन् एसएचडब्ल्यू भिजामा, उनीहरू पनि सबैलाई एकदम स्याड न्युज हो यो। अब के गर्नु त, अब बाध्यता हो होइन। अब जापान सरकारले नै त्यस्तो गरिदिइसके पछाडि हामी रोएर हुँदैन, कराएर हुँदैन। अब अरू अप्सनहरू पनि छ, फेरि अरू अप्सनहरू पनि छ। मेन भनेको तपाईँले जेएफटी पास गर्नु पऱ्यो। जेएफटी पास गरिसके पछाडि जुनसुकै सेक्टरमा आउँदा पनि हुन्छ। हामी पैसा कमाउन आउने हो, त्यही फुड सर्भिस नै आउनुपर्छ भन्ने पनि छैन। पैसा कमाउन आउने हो, पैसा जुनसुकै सेक्टरमा आयो नि कमाइन्छ है त। अब त्यही नै हो। अनि अब मैले फेरि पनि भन्छु, फेरि मेरो यो केही फेसबुकमा कन्ट्याक्ट गर्नु होला। यदि तपाईँहरू इच्छुक हुनुहुन्छ भने एक दुई दिनमै, आज भोलिमै तपाईँले कन्ट्याक्ट गर्नु होला, नभए ढिलो हुनसक्छ। मैले 10-15जना जति भयो भने चाहिँ स्टार्ट गर्ने प्लानिङ गरिरहेको छु। सो अब यो अप्रिल 7मा खुल्ने फर्म तपाईँको अप्रिलमै नभएर अथवा मेको लास्ट अथवा मेको बिचतिर अथवा 1 महिना पछि चाहिँ फर्म राखेर, डेट राखेर, अनि त्यति बेला एक्जाम दिन चाहने साथीहरूको लागि पनि त्यही तरिकाले पढेर मजाले एक्जाम दिएर पास गर्न सकिन्छ। नभए अर्को फर्मको लागि तयारी गरेर दिन्छु भन्नेहरूलाई पनि त्यही तरिकाले तयारी हुन्छ। सो त्यही नै हो। युट्युबमा नयाँ हुनुहुन्छ, च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरिदिनु होला। र तपाईँहरूको साथी कोही त्यस्तो हुनुहुन्छ, पढ्ने इच्छुक हुनुहुन्छ, फुड सर्भिस पढिराख्नु भएको छ, के गर्ने भनेर कन्फ्युजमा हुनुहुन्छ भने उहाँ साथीहरूलाई पनि यो भिडियो सेयर गरिदिनु होला। र तपाईँहरूको साथीहरू कोही हुनुहुन्छ भने मजाले ग्रुप बनाएर आउनुहोस्, मजाले छलफल गरेर सबैजना मिलेर पढौँला। जसरी पनि पढ्नुपर्छ, पास गर्नुपर्छ, जापान आउनुपर्छ। सो त्यही नै हो, टेन्सन नगर्नुहोस्, एकदम मेहनत गर्नुहोस् है त। थ्याङ्क्स फर वाचिङ।